साथीहरु आज पनि म काब्रा काट्न रुख चढिसकेको छु हैन साथीहरु। आज चाहिँ टक्क म काब्रा काटेको नि देखाउँछु है। ल साथीहरु म चाहिँ यहाँ आइपुगिसकेको छु। उहाँको काब्रा हो। उहाँको बाख्रा काट्छ हैन त्यो अचार खाँदा यसरी किनाउँदै छु है साथीहरु। अब म काट्छु हजुरलाई देखाउँछु। म मक्खबाट अचार खान्छु उहाँ हुनुहुन्छ। मलाई चाहिँ यस्तो अप्ठ्यारो ठाउँमा उहाँ कहाँदेखि चढेको यहाँ छु। काट्दै जसरी काट्दैछु साथीहरु। जसरी काट्नै पर्यो। काटिँदैन भुत्ते खुकुरी ल्याएको छ। यसरी डुडे बनाउनु पर्छ। यहाँ माथि माथि त म भिडियो बनाउन सक्दिनँ साथीहरु। अप्ठ्यारो ठाउँ छ ल भरे देखाउँछु ल तपाईहरुलाई। फाइनली डुडे बनाइसक्यो हैन। यस्तो दाउले यो सुजाताको दाउ है। यो सुजाता जस्तै रहेछ बल्ल बल्ल काटे आउँदैछ उहाँ बुहारी। अब यहाँनिर बेलाउनुहुन्छ काब्रा। खानुहुने महानुभावहरू टिप्नु हुँदैछ भने म झार्नै चाहिँ झरिसकेको छु। यहाँ हुनुहुन्छ अर्को बुढे म छु यता। यस्तो यो चाहिँ दामी मिठो हुन्छ क्या अचार साथीहरु। अब म चाहिँ सुँगुरलाई खोला टिप्नु गएँ। भर्खर खाएर आएको मैले जाने काम हो। म चाहिँ फेरि लागेँ मेरो करेसाबारीतिर। म चाहिँ हैन साथीहरु यता आएँ। मेरो मकै चाहिँ यसपालि यस्तो भइरहेको छ। कस्तो दामी भइरहेछ। पोली खान आउनु होला भन्नु अरे। यता भर्खर छरेको छ भने यता गाउँ छ। यता चाहिँ मकै नि मकै छ। अब चारो खोज्ने साथीहरु यस्तो दामी गाउँ।